स्पेशल मसला यो हाम्रो चाहिँ अमलेट स्पेशल होममेड स्पेशल मसला हाल्नु छ यसमा हैन। अब के हालेको यसमा? प्याज, लसुन, तेजपत्ता, करी पत्ता, मालसुक्मेल, लौंग, जीरा मेथी, अरु चाहिँ के अरु हाल्नै बाँकी छ। हाम्रो यहाँ कटाइ हुँदैछ यसको टमाटर, त्यसपछि चिकन मटन बिरयानी बनाउने कार्यक्रम हुँदैछ यहाँ। चिकन बिरयानी हेरौँ कस्तो बन्छ। भइसकेछ सबै। अब बनिसकेपछि कस्तो स्वाद आउँदो रहेछ र कस्तो बन्दो रहेछ तपाईँलाई एउटा देखाउँछु। यसमा हामी एड गर्दैछौँ मिक्स मसला 2 स्पुन मिक्स मसला एड गर्दैछौँ। स्वादको लागि अब हालिरहेको छौँ ब्ल्याक पेपर स्वाद अनुसार, धेरै पनि नै थोरै पनि नै ठिक्कको। अब जिन्जर पाउडर हाल्दैछौँ। हेर्न सक्नुहुन्छ कति राम्रो मसला, कति राम्रो थोरै हल्दी, थोरै नुन हाल्ने। अब यसलाई मजाले म्यारिनेट गर्ने हो, मिसाउने हो। टमाटर खुर्सानी, नुन हाल्दैछौँ। विचार गरौँ न। यसो प्याज हाल्दैछौँ। अब मासु हाल्ने बेला भएको छैन कि नि। मासु हाल्दैछौँ। अब अब यहाँ चाहिँ हामीले मिसाउँदैछौँ पुरै। हेर्न सक्नुहुन्छ क्या राम्रो बनाउँछ। पाकिसकेपछि कति राम्रो हुन्छ थाहा हुँदैन हैन। पाकेर हैन चालु किलो बस गाइस देख्छौँ हाम्रो चिकन बिरयानी लगभग तयार भइसकेको छ। कति मिनट लागेर पकाउन? 1 घन्टा। 1 घन्टापछि हाम्रो चाहिँ चिकन बिरयानी पाकेर तयार भइसकेको छ गाइस है। एकदम गुड टेस्ट छ।